Hello guys, welcome back to my channel after a very long time. I'm finally back. म चाहिँ अब भिडियो कन्टिन्यू गर्छु भन्ने सोचेछु के हुन्छ। अनि अहिले चाहिँ 8 बजिसक्यो। हामी चाहिँ आज भर्खर उठेको। आज भाइको पनि बिदा हो, त्यही भएर छिटो नउठेको। आऊ न भिडियोमा। हेलो गाइज, हिज आयुष। अनि हामी चाहिँ भर्खर उठ्यौँ। अब चाहिँ जाऊ न आयुष, बाहिर देखाएर आयो। बाहिर चाहिँ पुरै के घाम के पुरै कुहिरोले केही पनि देखेको छैन कि। गाइज यहाँ चाहिँ यस्तो हो, हेर्नु न, कुहिरो लाग्छ। खाने है, पानी पनि 1 घन्टा भयो होला ल्याएको, त्यही तातै छ। पानी खान्छु। आयुष भाइ, तँले पनि पानी खाइ। हेर्नु न यहाँ, हेलो टी सर्टलाई पानी खाइ। अहिले चाहिँ हामी यहाँ चिया खाँदैछौँ। हाम्रो भाइलाई फेरि टी सर्ट फोबिया के छ होइन, टी सर्ट लाउने नलाउने कि नाङ्गे हिँड्ने के जति बेला पनि। तँ पानी खाइ तैँले पहिला, अनि हालस् चिया। अब चाहिँ हामी चिया खाने। अनि भालुपाडमा चाहिँ पुरै ढुङ्गाहरू टल्केछ। हिजो कति ठुलो पानी भयो नि त, त्यही भएर खाना खाएर भाँडा धोएर अब दिउँसो भइसक्यो है। अनि हामी चाहिँ यसो ढुल्न जाऊँ भनेर कि झ्याउ लाग्यो घरमा बस्दा बस्दै, तल घरतिर जान्छौँ होइन। अहिले 3 बजेपछि त पानी आउने उसै हो। अहिलेको चाहिँ 3 बजेपछि चाहिँ पानी आउँछ, त्योभन्दा अघि गएर आउँछौँ। आमा हामी तल गएर आउँछौँ है। फेरि मसँग रिसाउनु भयो, तल गएर आउँछ भनेको ल जाऊ क्या नजाने अरे। आमै घर जाँदैछौँ। यहाँ कुल्फी खानु लाग्यो गाई। अहिले यस्तो गर्मी लाग्यो, गर्मी भएको छ। अनि एकछिनमा पनि अब खोल्न सकिनँ खोल्नु, अनि एकछिनमा चाहिँ यत्रो पानी पर्छ नि। गाइज यम्मी। मैले फेरि खालि गाइज गाइज भन्नु मात्रै आउँछ कि। मिल्क के हो यसको नाम, मिल्क वारको। चाहिँ भर्खर तल गएर आयौँ। यहाँ मेरो आन्टीले चाहिँ यहाँ पराल थन्काउन लाग्नु भएको अरे। काम गर्दै हम परालहरू के अलिकति चाहिँ लिएर गएर थन्कायौँ माथि गोठमा होइन, गोठको धन्सारमा। अनि अलिकति चाहिँ अब अझै छ, अलिकति होइन अझै कति धेरै छ। बहिनी पनि एकदम थकित भएकी छन्, दा भाइ आन्टी। अब पराल यहाँ फिजाएर हामी चिसो रहेछ कि यहाँ चाहिँ पानी हिजो अस्ति परेछ नि त, अनि त्यही भएर। अनि मैले चाहिँ हजुरहरूलाई एउटा के ध्यान राखेँ भन्दा, यो चाहिँ मेरो मेमोरिज हो कि। म सानो हुँदाखेरि लगभग 10-15 वर्ष अगाडिको कुरा हो, तर अझै मेटे होइन कि पेन्सिलले लेखेको यो भित्ताभरि हुन्छ नि, पुरै भित्ताभरि लेखेर म चाहिँ टिचर बन्दै यहाँ स्टुडेन्टलाई पढाउँथेँ कि, सानसानो केटाकेटीलाई यसै खेल्नको लागि। यहाँ हेर्नु न, 2को टेबल पनि रहेछ। अनि यहाँ कुनै पनि मेटे छैन कि गाइज। यहाँ भित्तामा नि लेखेको थियो चक्ले, यो चाहिँ अलि मेटिएछ। अहिले चाहिँ यो घरमा चाहिँ मान्छे बस्नु न धेरै वर्ष भयो। अनि हामी चाहिँ यहाँ खेल्थ्यौँ कि सानो सानोमा। अनि पुरै छ मेमोरिज छ, पुरै मेमोरिज छ है। 12 बजे सुरु गरेको पराल उस्कन, अहिले चाहिँ 3 बजिसक्यो। हालत खराब भइसक्यो, पुरै हातैभरि काटेछ। अब हामीले पोख्दै लगेको पराल चाहिँ आन्टीले सम्हाल्दै हुनुहुन्छ। पानी पर्न लागिसक्यो। भाइले आरु खोजेर लिएर आए यति धेरै। अब हामी चाहिँ नुन खुर्सानीसँग खाने हो। थ्याङ्क यू भाइ। सँग आरु खाने हो चोबेर। चाहिँ अहिले सबै काम भ्याएर पनि यति पराल उठाएँ आज। अनि
सबै काम भ्याएर पनि खाजासाजा खाएर रोटी अचार बनाएर खाएँ नि त्यति बेला चाहिँ बिर्सेछु मैले भिडियो बनाउने। के छ आन्टी खबर? ठिक छ। पुरै पोज दिनुभएको छ फेरि। अनि अहिले चाहिँ यहाँ फेरि मसिनो मसिनो पानी परेर हामी चाहिँ घर जानु भनेको पानी परेर बसेर आएछौँ। पानी बिरुवासी जाने हो। फेरि एउटा नयाँ घर बन्न ला ठ्याक्क घर अगाडि। मलाई नदेखा देखाऊँ न हाम्रो प्यारो आन्टीलाई। घर जानु लाग्यो हामी चाहिँ बिहान 12 बजे आएको थियौँ। अहिले चाहिँ 6 बजिसक्यो। बिहान आउँदा चाहिँ 2 जना थियौँ अहिले चाहिँ यहाँ 1 जना थपियो अनि अर्को पनि थपिँदैछ। धरतीबाट उत्पन्न भयो यो चाहिँ। कस्तो राम्रो देखियो सनसेट। ओ अर्को मान्छे उत्पन्न भएको आयो छिटो सेट हुन लाग्यो। ऊ अर्को मान्छे नि उत्पन्न भएको उहाँ दुक्रिसक्यो। हेर्नु न कस्तो राम्रो देखियो जाँदैछ। यहाँ माथि कि होइन कति धेरै लिचीको उसहरू छ ठिक भयो अरे र साँच्ची। हेलो भाइहरू। हेलो बफेल डिस्कस्टिङ स्विट होम। ऊ यहाँ भाइलाई देखाउने रे। आज चाहिँ हाम्रो भाइहरू चाहिँ मायोकेमा गएको थियो होइन। वाउ अब होममा गएर फेन लगाऊ त एकछिन। लास्टै गर्मी भयो। अब चाहिँ खाना बनाउने होला। मर्निङ म चाहिँ आज नयाँ भ्लग बनाउन लाग्यो होइन। हिजोको भिडियो एन्ड गर्न लाग्यो। हिजो चाहिँ पछि भिडियो लास्टमा बनाउनै बिर्सेछु भन्दा पनि अनि आएपछि घरमा आएपछि झ्याउ लाग्यो। फेरि पानी पऱ्यो लाइट जाने गऱ्यो अनि त्यसपछि झ्याउ लाग्यो। यो भिडियो प्लिज सबैजनाले लाइक गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।